ल साथीहरु यो कुकरको चाहिँ मेरो यो पाल परेको छ हैन यसलाई चाहिँ म आज नयाँ तरिकाले चाहिँ बजारमा लगाउँदा पनि यो फेरि रहनु पर्ने त्यति नभएको कारणले चाहिँ महिना दिनमा कहिले 15 दिनमा नि यो पड्के गइराने यहाँबाट चाहिँ पानी जाने हावा जाने भएको कारणले गर्दाखेरि मैले यसो टेक्निक लगाउन खोज्दैछु नयाँ तरिकाले चाहिँ आज म यसलाई सोलुसन गर्दै छु है साथीहरु त्यसको लागि चाहिँ तपाईले सबैभन्दा पहिला यो बजारमा पाइन्छ यो एल्युमिनियम फोइल है यो एल्युमिनियम फोइल हो मैले ल्याएको छु सानो टुक्रा यसलाई मजाले एकदमै टाइट हुने गरेर यो दुलोमा जति लाग्छ नि त्यति नै हामीले चाहिँ यो लिनु टाइट गरेर यसलाई बेर्नु पर्ने हुन्छ त्यसै गरेर म यहाँ बेर्दै छु अहिले यसरी मजाले बेर्ने यसलाई मजाले टाइट गर्नुपर्छ यदि खोकुलो भयो भने पछि फेरि त्यसको यो बाफले चाहिँ फ्याक्छ त्यो भएको कारणले गर्दाखेरि हामीले एकदमै टाइट गर्ने साथीहरु यसरी टाइट गर्ने यसो टाइट गर्ने टाइट गरिसकेपछि हामीले त्यो दुलोमा चाहिँ यसमा चाहिँ ठ्याक्कै म्याचिङ गर्ने हुने तरिकाले चाहिँ टाइट गर्नुपर्छ है साथीहरु यसरी टाइट गर्ने अझै खकुलो रहेछ यसलाई म थप्छु यसरी टाइट गर्ने टाइट गरिसकेपछि यहाँ कुकरमा चाहिँ हामी यसरी मिलाएर हाल्ने यदि तपाईले पछाडीबाट हाल्नुभयो भने चाहिँ यो पछि हावाले फ्याक्छ है त साथीहरु तपाईले जहिले यो फिटिङ गर्दाखेरि अगाडिपट्टिबाट नै यसरी हाल्नु पर्ने हुन्छ तपाईले यो बाइक अरु चाहिँ हाल्ने कोसिस नगर्नु होला जसरी तपाईले सिङ्काहरु भयो अरु कुनै काठहरु भयो हाल्नु भयो भने त्यो चाहिँ पछि गएर लिक हुँदै जान्छ के त्यो यसको चाहिँ कमजोर हुँदै जान्छ र तर यो एल्युमिनियम फोइल हाल्सिएपछि चाहिँ एकदम यो अहिले हामी जति टाइट गरेर राख्छौं पछिसम्म यो यस्तै हुन्छ है साथीहरु यसरी टाइट गर्ने टाइट गरिसकेपछि हामीले चाहिँ अब यो भागलाई चाहिँ हामीले यसरी दोबार दिने यसरी र यतापट्टिको भाग पनि हामीले यसरी दोबार्नु पर्छ है साथीहरु यसरी देखिरहनु भयो होला यसरी दोबार्ने यतापट्टि पछाडीको अगाडिको भागलाई यसरी मजाले दोबार्ने तर यो गर्दाखेरि चाहिँ एकदमै टाइट गर्नुपर्छ र यतापट्टिबाट नि उता जान नसक्ने तरिकाले यसरी ठेल्दिनु पर्छ है साथीहरु हुन्छ कि हुँदैन अब तपाईहरुलाई म लाइभ पनि देखाउने छु यो सिटी लाग्छ कि लाग्दैन पहिला लाग्दैन थियो र अब चाहिँ लाग्छ कि लाग्दैन हामी चेक गर्ने छौं है त साथीहरु यसरी ल भयो अब हामी लगाएर कुकरमा लगाएर टेस्ट गर्छौं है त साथीहरु अहिले हामीले चाहिँ यहाँ कुकरमा म राख्दै छु यहाँ सेट गर्दै छु है त साथीहरु सेट भयो अब यो कुकरमा लाग्छ कि लाग्दैन सिटी हेरौँ है त ल कुकरमा सिटी पनि लागिसकेको छ है साथीहरु तपाईहरु पनि यसरी नै गर्न सक्नुहुनेछ है त साथीहरु